प्रत्येक दिन 3 जनादेखि 10 जना नमरेको व्यापारी छैन। यो चाहिँ नि सूक्ष्म कुरा मात्रै मैले जानकारी पाएअनुसार त्योभन्दा बढी अत्याचार तरिकाले मरिरहेका छन् भने यो देशमा को छ त हामीलाई बचाउने? हिजो 22.5 खरब दिनको कारोबार भएको मार्केटले तपाईँको चाहिँ नि 5% ट्याक्समा चलिरहेको मार्केटलाई विष्णु पौडेलजीले चाहिँ नि 7.5% बनाउनु के गरी बनाउनु भयो भन्दा 50% ट्याक्स बढाएर बनाउनु भयो। त्यही पनि जनताहरू खुसीसँग हामीले चाहिँ दिन्छौँ भन्ने भावना गरेर हामीले खुसी व्यक्त गऱ्यौँ। त्यो सरकार परिवर्तन हुने बित्तिकै आज चाहिँ तपाईँको कस्तो अवस्था भयो भने 3227 पुगेको मार्केट तपाईँको आएर 1800 भन्दा पनि मुनि पुग्यो। त्यसलाई भूमिका खेल्ने निकाय खै त? मेकरको भूमिका खेल्ने निकाय खै त? तिमीले सकेनौ भनेदेखि तिम्रो राष्ट्र बैंकमा ढुकुटीमा पैसा छैन भने नानीबाबु खरेल भन्ने एउटा सेयर धनीको अध्यक्षलाई जिम्मा लगाउन। 46वटा उद्योग राष्ट्र बैंकको 1 रुपियाँ नलिकन म मेरा 3 करोड जनतासँग म 100 रुपियाँ मागेर भने त्यो 46वटा उद्योग चलाएर राज्य चलायमान गराउन सक्छु। मलाई उद्योगै मन्त्री देऊ न, कुनै विभाग जिम्मा लगाउनु मलाई भनेर राज्यलाई भन्दा तैँले विकास गर्ने भए बरु तेरो विनाश गर्छु भन्नेपट्टि राजनेताहरू लागे। किनभने गर्छु भन्नेलाई त यो देशमा ठाउँ छैन। जस्तै रविले पनि गर्छु केही भनेको थियो, रविको पत्ता साफ गरिदिए र कोही सेयरधनीहरू निराश भएर त्यसको आफ्नो आत्महत्या नगरिदिनुहोस्, देहत्याग नगर्नुहोस्। समय आउँदैछ, अब माथि जाने दिन पनि आउँछ। जसले धैर्य गर्न सक्छ, बाँच्नुभयो यो धरतीमा भने यी आमाले बचाउने पनि आमै हुन्, मराउने पनि आमै हुन्। आमाले तिमीलाई काखमा ल्याएछन्, कसैले मार्न खोज्यो भनेर तिमी मर्दैनौ, आमाले बचाउने हो। पशुपतिनाथको आशीर्वाद पाइरहेको छु तिमीहरूलाई। मेरा 60 लाख सेयरधनीलाई पनि हे पशुपतिनाथ मेरो 60 लाख सेयरधनीलाई बचाइदेऊ। मेरा 3 करोड जनता दुःख भएको छन्, आँखाबाट आँसुमा पनि रगत परिणाम गरेका छन्। ती 3 करोडलाई बचाउनलाई चाहिँ नि यी कंशहरूले चाहिँ शोषण गरे, दमन गरे, यिनले अत्याचार गरे। पशुपतिनाथ यिनी मेरा 3 करोड जनतालाई बचाइदेऊ, मेरो सेयरधनीलाई बचाइदेऊ। हाम्रा प्राइम मिनिस्टर, हाम्रा राष्ट्रमा बसेका अर्थतन्त्रमा बसेका अर्थमन्त्री, गभर्नर, न्यायमा बसेका न्यायमूर्तिहरू, उहाँहरू त के भयो भनेदेखि निमुखालाई मात्रै न्याय दिने अनि कार्यपालिकाले पनि निमुखालाई चाहिँ मात्रै दबाएर काम गर्ने र व्यवस्थापिकाले पनि यो देशको जनतालाई मेरो शिरमा राखेर म काम गरेको छु भने भोट मागिन्जेल शिरमा राख्नुभयो। मेरो अभिभावक हो, तपाईँहरूको आशीर्वाद लिएर म भोट माग्न आएको, भोट दिनुहोस् र म तपाईँहरूको सेवा गर्छु भनेर आउनुभयो। माथि पुगेपछि मेरा त भेडा बाख्राहरू हुन्, मैले कुन चाहिँ भेडालाई बलिदान दिएर कुन चाहिँ भेडाको मासु मिठो हुन्छ भन्ने उहाँले स्वाद चाख्न खोज्दै हुनुहुन्छ। त्यो पश्चाताप भोग्नु नपरोस् तपाईँहरूलाई। किनभने जीवन चक्र हो। जीवन चक्रमा गरुडले चाहिँ नि सर्पलाई ताक्छ भने सर्पले भ्याकुतालाई ताक्छ भने भ्याकुताले चाहिँ नि फट्याङ्ग्रालाई ताक्छ भने फट्याङ्ग्राले पनि एउटा किरा कमिलालाई ताक्छ भने जस्तै जीवन चक्र यसरी चल्छ। मलाई खाएँ, मैले जनतालाई खाएँ, म अब शक्तिमा पुगेँ भन्ने होइन। तपाईँलाई खाने पनि धरतीमा जन्मिसकेका छन्। जनताको हितमा जसले काम गर्छ, जुन सरकारले काम गर्छ, त्यो सरकारको मात्रै जनताको आशीर्वाद, 3 करोड जनताको आशीर्वाद पाउँछ, पशुपतिनाथको आशीर्वाद पाउँछ। अन्तर्राष्ट्रिय जगतमा बसेका विविध राजनीतिक दलका विविध प्राइम मिनिस्टर, राष्ट्रपतिहरू आएर हाम्रो देशको पशुपतिनाथले हे पशुपतिनाथ म अब चुनावको माहौलमा हेलिँदैछु, मलाई पशुपतिनाथको आशीर्वाद, मुक्तिनाथको आशीर्वाद पाऊँ प्रभु भनेर पशुपतिनाथमा आशीर्वाद माग्न आउँछ भने हाम्रा देशका प्राइम मिनिस्टर, राष्ट्रपतिको नायकमा बनेको यस्ता उच्च लेभलमा बसेका व्यक्तिहरू आजसम्म पशुपति दर्शन गर्न सक्दैन। किनभने उहाँले जनतालाई चाहिँ पापको घैलामा जनतालाई पारेर म चाहिँ बची भनेका छन्। तर उहाँहरूले पापको घैलामा पर्नु भएको छ। तर त्यो चाहिँ नगरिदिनुहोस्। तपाईँले पशुपतिमा मैले गल्ती गरेँ, त्रुटि गरेँ, क्षमा देऊ भनेर माफी माग्नु पर्ने ठाउँ कुनै पनि हाम्रो राजनेताहरू गएको छैनन्। अहिले त कुन सेक्टरको कुराकानी गरौँ? एउटा चौपाया पाल्ने व्यवसायको कुराकानी गर्दा पनि त्यस्तै तोस्न छ। कृषि प्रधान देश भनेर कृषि प्रधान देशको नाम उच्चारण गरेछन्, जलस्रोतको देश भनेर जलस्रोतको उत्पादन गरेछन्। कृषि उत्पादन गर्ने बेलामा धान रोप्ने बेलामा मल पाउँदैन, अनि गहुँ रोप्ने बेलामा मल पाउँदैन होइन। जलस्रोतको धनी भनेको छ सिँचाइ गर्ने ठाउँमा सिँचाइ गर्न पाइरहेको छैन होइन। एउटा कुनै पनि व्यवसाय गर्ने व्यक्तिहरूले चाहिँ एउटा सेयर धनीहरूले सेयर उत्पादन गर्छु, तिम्रो देशमा चाहिँ नि अन्तर्राष्ट्रिय जगतले दिएको 46वटा उद्योग, सुर्तीमा चाहिँ नि कागजमा सुर्ती बेडेर चाहिँ तम्बाकु खाएको खायो, सुर्ती चाहिँ ओठमा चेपेर खाएको खायो। 46वटा उद्योग राजाको पालामा दिएको उद्योगहरू तिमीले सकेनौ भनेदेखि तिम्रो राष्ट्र बैंकमा ढुकुटीमा पैसा छैन भने नानीबाबु खरेल भन्ने एउटा सेयर धनीको अध्यक्षलाई जिम्मा लगाउन। 46वटा उद्योग राष्ट्र बैंकको 1 रुपियाँ नलिकन म मेरा 3 करोड जनतासँग म 100 रुपियाँ मागेर भने त्यो 46वटा उद्योग चलाएर राज्य चलायमान गराउन सक्छु। मलाई उद्योगै मन्त्री देऊ न, कुनै विभाग जिम्मा लगाउनु मलाई भनेर राज्यलाई भन्दा तैँले विकास गर्ने भए बरु तेरो विनाश गर्छु भन्नेपट्टि राजनेताहरू लागे। किनभने गर्छु भन्नेलाई त यो देशमा ठाउँ छैन। जस्तै रविले पनि गर्छु केही भनेको थियो, रविको पत्ता साफ गरिदिए।
त्यस्तै किसिमका चाहिँ विविध कुराहरू छन्। मैले पनि यो देशमा बसेर शेयरधनीको उत्थान गर्छु भन्दामा शेयरलाई खरानी बनाउनुपर्छ, अनुत्पादनशील हो भनेका छन्। अनुत्पादनशील हो भने मैले चाहिँ नि तिमीले खाएको सुर्ती बेडेर सुर्ती खाएको जस्तै रायो साग पकाएर खाएको थियो, त्यो उद्योगहरू ड्यामेज बनाएको उद्योग मलाई चलैमान गर्न देऊ न, म चलैमान गर्छु। एउटा नदीमा, एउटा मर्स्याङ्गी नदीमा 20वटा हाइड्रो पावर चलेको छ भने म मुगलिनको पुलभन्दा माथिबाट आबु खैरेनी भन्दा माथि शीर्षसम्म पुग्दाखेरिमा 20वटा हाइड्रो पावर चलेको छ भने यो देशमा त कतिवटा त्यस्ता नदी छन्, त्यहाँबाट चाहिँ तपाईँको चाहिँ नि गएर हाम्रो चाहिँ नि नारायणगढ पुग्दा अरू 20वटा उत्पादन गर्न सक्ने क्षमतावान नदी छ भनेदेखि मैले त्यही हाइड्रो पावरलाई पनि यही शेयरधनीको सङ्घबाट चाहिँ 100 रुपियाँ उठाएर भने त्यो हाइड्रो पावरलाई उत्पादनशील बनाउन सक्ने मसँग क्यापेसिटी छ। राज्यले मलाई पनि एउटा चाहिँ नि आशा पलाउने काम गर्न देऊ न, केही गर्न देऊ न। आज हिजो चाहिँ नि 95-100मा पुगेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर आज चाहिँ 500मा 400मा आउँदाखेरिमा राज्यले सम्बोधन गर्न सक्दैन। राज्यले मेकरको भूमिका खेल्ने विविध निकायहरूलाई सुविधा दिएछन्, एसी गाडी दिएछन्, एसी भवन दिएछन्, सुविधा मोज मस्ती गर्ने सुविधा दिएछन्। के सुविधामा कमी छ? देश विदेश जानलाई वर्षमा 10 पल्ट जान पाछन्। देशलाई चाहिँ कङ्गाल बनाइरहेछन्, विदेशबाट 20 खरब लोन लिएर आएर बाँडेर खाइरहेछन् भने मैले केही गर्छु, मेरो देशमा केही गर्न देऊ। यो एउटा पारदर्शी संस्था छ। हिजो 22.5 खरब दिनको कारोबार भएको मार्केटले तपाईँको चाहिँ नि 5% ट्याक्समा चलिरहेको मार्केटलाई विष्णु पौडेलजीले चाहिँ नि 7.5% बनाउनु। के गरी बनाउनु भयो भन्दा 50% ट्याक्स बढाएर बनाउनु भयो। त्यही पनि जनताहरू खुसीसँग हामीले चाहिँ दिन्छौँ भन्ने भावना गरेर हामीले खुसी व्यक्त गऱ्यौँ। त्यो सरकार परिवर्तन हुने बित्तिकै आज चाहिँ तपाईँको कस्तो अवस्था भयो भने 3227मा पुगेको मार्केट तपाईँको आएर 1800 भन्दा पनि मुनि पुग्यो। त्यसलाई भूमिका खेल्ने निकाय खै त? मेकरको भूमिका खेल्ने निकाय खै त? एउटै ब्याङ्कले चाहिँ नि तपाईँको 7वटा 8वटा 10वटा चाहिँ एउटा ब्रान्च बनाएर शोषण गरिरहेछन्, दमन गरिरहेछन्। एउटा कमर्सियल ब्याङ्क पनि उही छ, विकास ब्याङ्क पनि उही छ, माइक्रो फाइनेन्स पनि उही छ, फाइनेन्स पनि उही छ, सहकारी पनि उही छ, जीवन बिमा पनि उही छ, निर्जीवन बिमा पनि उही छ। अनि त्यसपछि म्युचुअल फन्ड 1 भनेको छ मेकरको भूमिका खेल्न, म्युचुअल फन्ड 2 भनेको छ, म्युचुअल फन्ड 3 भनेका छन्। अरू विविध शीर्षक बनाएर उनीहरूले जनतासँग दमन शोषण गरेर पैसा ल्याएको छ। कतिमा भन्दा 2% 3%। त्यो ट्याक्स पनि कमाएको पैसाको ट्याक्स पनि राज्यलाई, त्यो पैसाबाट पनि डिपोजिट गरेको पैसाको पनि ट्याक्स राज्यलाई बुझाएको छन्। त्यो पैसाले चाहिँ 3% डिपोजिट गरेको पैसा आज चाहिँ नि तपाईँको 17% 18% पुग्दासम्म पनि राष्ट्र बैङ्कका गभर्नरले चाहिँ नि ठुलो हेरेर मेरा चाहिँ भक्त मेरा सेवक भनेको यी 20वटा बैङ्कभन्दा बाहेक यो देशमा कोही पनि नबाँचे पनि हुन्छ भन्ने भावना उहाँले देखाले गर्दा हे गभर्नरजी, हाम्रै असिना र पसिना रगतकोबाट खोलो बगाएर तपाईँले चाहिँ नि उठाएको ट्याक्सबाट तपाईँ तलब भत्ता सुविधा खाने, तपाईँलाई बैङ्कलाई मात्रै तपाईँले देख्नुभयो। जनतालाई हेर्नुहोस् न, जनतालाई हेर्नुहोस् न, जनतालाई हेर्नुहोस् भने मैले रोइ कराई बिन्ती गर्दा मलाई नानीबाबु खरेलले मात्रै दबाब डाल्न खोजे। नानीबाबु खरेललाई कसरी सिद्ध्याउनुपर्छ, कसरी खरानी बनाउनुपर्छ, सेयरलाई चाहिँ खरानी बनाइदिउँ भन्ने भावना उहाँले नसोचिदिनुहोस्। त्यो तपाईँले त्यो सोच्नु भने आफू खरानी हुन्छ, उल्टो हुन्छ यो देशमा। पशुपतिनाथ कहाँ तपाईँले भक्कल माग्न जानुहोस्। तपाईँ यस्तो जनतालाई अत्याचार गर्नु भने तपाईँ त्यहाँ खरानी बन्नुपर्ने अवस्था आउनुहोस्। प्रत्येक दिन 3 जनादेखि 10 जना नमरेको व्यापारी छैन। यो चाहिँ नि सूक्ष्म कुरा मात्रै मैले जानकारी पाएअनुसार त्योभन्दा बढी अत्याचार तरिकाले मरिरहेका छन् भने यो देशमा को छ त हामीलाई बचाउने? देशको अभिभावक भने को छ त? न व्यवस्थापिकाले बचाइदिरहेछ, बोलेछ हाम्रो शेयरधनीको विषयमा, हाम्रो व्यवसायको विषयमा, हाम्रो 3 करोडको विषयमा भने न कार्यपालिकाले बचाइरहेछ भने न न्यायपालिकाले हाम्रो न्याय दिएछ। हे व्यवस्थापिकामा बसेका शिरमा बसेका प्राइम मिनिस्टर, अर्थमन्त्री, गभर्नरजी, तपाईँले जनतामाथि अत्याचार गर्नुमा छ। तपाईँको दिनगन्ती सुरु भयो, तपाईँलाई म जेल हाल्छु भनेर खै त न्यायालयको चाहिँ नि प्रधान न्यायाधीशले र कानुनविदले बोलेको? कानुन कोर्ट लगाएर बस्ने कोर्टधारीहरूले पनि तपाईँको जनताको हितमा कहिल्यै बोलेनन्। कसरी हुन्छ 2 पेटा गोजी भरू भन्ने भावना गरे। त्यसले गर्दामा जसले जनतालाई अत्याचार गरेर बलिको बोका बनाएछन्, तिम्रो पनि अत्याचारको सीमा नागिसकेपछि तिमीले पनि त्यसको सजाय भोग्नुपर्छ भन्ने मैले चाहिँ त्यो एउटा धारणा यो तपाईँको मिडिया थ्रुद्वारा अन्तर्राष्ट्रिय जगतले पनि थाहा पाओस्, हाम्रा देशका 3टै अङ्गले थाहा पाउन् भनेर मैले यो रुँदै चाहिँ नि मेरो हृदयदेखि नै आँसु गलेर शरीर गलेर मैले आँसु व्यक्त गरेर यो भाव व्यक्त गरेको छु मैले। अब अलिकति आशावादी कुरा पनि के गरौँ भन्दा मार्केट कहिले उठ्छ? अब शेयर बजार कहिले उठ्छ? मार्केट जब उठ्छ, कुन दिन उठ्छ भने हाम्रा यो 3टै क्षेत्रले चाहिँ नि मेरा जनता रोएछन्। मेरा 3टै क्षेत्र भन्नाले 3टा क्षेत्र भनेका व्यवस्थापिकाका हाम्रा प्राइम मिनिस्टर, हाम्रा देशका चाहिँ मन्त्रीमण्डलमा बसेका अर्थमन्त्री र कार्यपालिकामा बसेका चाहिँ विविध
हाम्रा चाहिँ नि मेकरका भूमिका खेल्ने सेयरका मेकरका भूमिका कसले अत्याचार गरेछ, कुन ब्रोकरले अत्याचार गरेछ, कुन ब्रोकरले बार्गेनिङ गरेछ, ब्रोकर पनि आफै, सेयरधनी पनि आफै, अनि त्यसपछि गएर ब्याङ्कको माइक्रो फाइनेन्सको सबैको लिक आउट गर्ने पनि ती पनि आफै, राष्ट्रिय ब्याङ्कबाट लिक आउट गराएर आफूले फाइदा लिने पनि आफै। यी व्यक्तिहरूको पनि एक दिन आउँछ मैले यसरी अत्याचार गर्नु हुँदैन भन्ने दिन आओस् भनेर यिनीहरू जब सुदबुद्धि जबसम्म आउँदैन तबसम्म मार्केट माथि जान सक्दैन। यिनीहरूको सुदबुद्धि पढायो तमाम मेरा चाहिँ आज म सेयरधनी सङ्घको एउटा प्रतिनिधि गरेका व्यक्तिले बोलेका छन्, त्यसको श्राप नपरोस् हामीलाई। हामी सबैले एकै परिवार हौँ, एकै रूपले जानुपर्छ। बाँचिन्जेल हामीले दुई मुठी खाने हौँ, मरेपछि हामी सबै त्यो एउटै आर्यघाटमा जाने हौँ। त्यो अग्निले हाँस्दै रुँदै कराउँदै चिच्याउँदै हामीलाई डराउने हो। हामी आमाको गर्भबाट आउँदा पनि रुँदै रुँदै आयौँ, छोटो समयमा आमाको पोल्टामा खेल्यौँ, अब हामी जाने बेलामा रुँदै रुँदै जान्छौँ र सबै एउटै परिवार हौँ। हामीले कसैलाई अत्याचार गर्नु हुँदैन, म माथिल्लो लेभलमा छु भन्ने भावना नेपालमा त्यो सोच गर्ने बित्तिकै मार्केट पिकअपमा लिन्छ। राज्यले खै त बोलिदिएको। अब सेयर मार्केट चाहिँ एउटा पारो हो। यो पारो भनेको कस्तो पारो भने पारदर्शी सेक्टर हो। यो पारोले चाहिँ प्रत्येक दिनमा कमाएको पैसाको 13 मिनटमा चाहिँ ट्याक्स असुली हुन्छ भने हाम्रो देशमा अरू विविध सेक्टरबाट कमाएको पैसाको 13 महिनापछि असुली हुन्थ्यो भने यो 13 दिनमा असुली हुन्छ। यो पारो सक्षम भइदियो भने अन्तर्राष्ट्रिय जगतले पनि हाम्रो देशलाई ऋण दिन्छ, सापट दिन्छ, अनुदान दिन्छ। यो देशलाई, यो संस्थालाई पनि उन्नति प्रगति हुन्छ र यो देशमा सडै गलेका उद्योगहरूलाई म चलैमान गर्न सक्ने क्यापेसिटी मसँग छ। मसँग एउटा चाहिँ म चाहिँ नि नाकको चाहिँ नि एउटा मडी बोकेर बसेको व्यक्ति हुँ। नाक मडी बोकेर बसेको व्यक्ति मान्छे मलाई तपाईँले बचाउनु भयो, मलाई केही गर्न दिनुभयो भने म तपाईँको यो देशमा यो नागमडी बाँडेर हिँड्छु। देशको 3 करोड जनतालाई नागमडी बाँड्न सक्ने क्षमता छ, देशलाई उत्थान गर्ने क्षमता छ। मैले यो 46वटा उद्योगलाई पनि चलैमान गरेर 4600 उद्योग बनाउनु पाए हुन्थ्यो भन्ने भावना मैले बोकेर हिँडेको छु। अर्काको भरमा यहाँबाट चाहिँ हिजो हाम्रो धान उत्पादन गर्यो हाम्रो राज्यले, म किन्न सक्दिनँ, मसँग बजेट छैन भने भोलिपल्टै 12,000 कुइन्टल चामल इन्डियाबाट किन्न सक्ने धन चाहिँ कहाँबाट आयो त्यो राज्यसँग। त्यसले गर्दा जनतालाई अत्याचार नगर। सीमा नागिसकेपछि तपाईँहरूले पनि त्यसको सजायको भागीदार बन्नुपर्छ। प्रचण्डजीलाई पनि मैले अघि पनि त्यो भने मेरो जिल्लावासी हो, तपाईँले न्यायालयलाई चाहिँ नि अपमानजनक नगरिदिनुहोस्। मैले गरेको गल्तीलाई के सजाय बोक्नुपर्छ म सजाय बोक्न तयार छु भनेर चाहिँ तपाईँले एउटा सम्बोधन गर्नुभयो भने त्यही ठुलो सजाय हो तपाईँको, त्यही ठुलो मान हो तपाईँको, त्यही ठुलो तपाईँको सम्बोधन गर्ने शक्ति हो तपाईँको। त्यसले तपाईँलाई अहिले तमाम सेयर व्यवसायीहरूले अब हेर्नुहुन्छ कार्यक्रममा होइन, तपाईँले हेरिराख्नु भएको छ। तमाम सेयर व्यवसायीहरूले आत्तिएका, विचलित भएका तपाईँका सेयर कारोबार गरेर दिनचर्या चलाउने, आफ्नो दैनिक गुजार्ने सेयर व्यवसायीहरूलाई के भनेर हौसला दिन चाहनुहुन्छ? म त सबै सेयरधनीले के भन्न चाहन्छु भने 5-7% सेयरधनीले, मेरा सेयरधनीहरू चाहिँ नि तपाईँको 95% सेयरधनीलाई मैले खान सक्छु, मैले निल्न सक्छु भन्ने भावना तपाईँहरूले व्यक्त नगर्नुहोस्। शोषण र दमन तपाईँहरूबाट पनि भइरहेछ, तपाईँहरूले पनि नगरिदिनुहोस्। र सबै सेयरधनीलाई के भन्छ भने धैर्य धारण गरेर बचे कुचेको सेयरलाई बचाएर राख्नुहोस्। जसले अत्याचार सहेर बस्न सक्छ तपाईँको दिन एक दिन फेरि भविष्य पलाउन सक्छ। तपाईँको तामाको बोटमा एउटा मोर्न लागेको तामाको बोटको तल चाहिँ घसौडा थुप्रिएर बस्दा एक दिन हाम्रो शरीर पनि गल्दै गल्दै मोबाइलको लेदो बग्दै गए पनि त्यो तामाको मुना ठुला पलाउन सक्छौँ भने चाहिँ हाम्रो दिन पनि पलाउन सक्छ। राज्यले सुनिदियो भने र राज्यका यी 3टै निकायले सुनिदियो भने यो शब्द चाहिँ नि राज्यका निकाय नसुनेर अन्तर्राष्ट्रिय समुदायले, अन्तर्राष्ट्रिय हाम्रा सेयर बजारका समुदायले, अन्तर्राष्ट्रिय सरकारहरूले सुनिदिएदेखि यो देशमा पनि कानुन र न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकाले पनि जनतापट्टि हित गरेर रहन्छ। त्यो देशमा मैले कसरी अनुदान दिउँ, कसरी सहयोग गरौँ? अब ठ्याक्कै भन्दा मार्केट कहिले बढ्छ? ठ्याक्कै भन्नुहोस् त, मार्केट कहिले बढ्न सक्छ? ठ्याक्कै बढ्दाखेरिमा अब समग्रको सरकार बनेर नबाजिकन नजुदिकन सरकार राम्रोसँग बनिदिएको खण्डमा 26 गतेदेखि नै मार्केट पिकअप लिने दिन सुरुवात छ। यही 26 गते, फागुन महिनाको 26 गतेदेखि। फागुन महिनाको यो सरकार राष्ट्रपति बनेको पछि मन्त्रीमण्डल बन्छ। मन्त्रीमण्डलमा अर्थमन्त्री राम्रो आउने बित्तिकै गभर्नरले पनि सुध्रिएर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ। त्यसपछि मार्केट लयमा फर्किन्छ। हिजोको 22.5 अर्बको मार्केटलाई 50 अर्बमा कारोबार भएको तपाईँहरूको सरकारको पालामा देखियोस्, यही सरकारले देखियोस् र मैले पनि देख्न पाऊँ। यो चाहिँ नि सडै गलेका उद्योग धन्दाहरूलाई पनि चलैमान गर्न सक्ने क्यापेसिटी यो सरकारको पनि पाओस् र आओस् र तिनीहरूले सक्दैन भने मलाई पनि दिउन्, जिम्मा लगाउन म गर्न सक्छु भन्ने भावना व्यक्त गर्न चाहन्छु। र कोही सेयरधनीहरू निराश भएर त्यसको आफ्नो आत्महत्या नगरिदिनुहोस्, देहत्याग नगर्नुहोस्। समय आउँदैछ, अब माथि जाने दिन पनि आउँछ। जसले धैर्य गर्न सक्छ, बाँच्नुभयो यो धरतीमा भने यो आमाले बचाउने पनि आमै हुन्, मराउने पनि आमै हुन्। आमाले तिमीलाई काखमा ल्याएछन्,
कसैले मार्न खोज्यो भनेर तिमी मर्दैनौ, आमाले बचाउने हो। पशुपतिनाथको आशीर्वाद पाइरहेको छु तिमीहरूलाई। मेरा 60 लाख शेरधनले पनि हे पशुपतिनाथ मेरो 60 लाख शेरधनले बचाइदेऊ। मेरा 3 करोड जनता दुःख भएको छन्, आँखाबाट आँसुमा पनि रगत परिणाम गरेका छन्। ती 3 करोडलाई बचाउनलाई चाहिँ नि यी कंशहरूले चाहिँ शोषण गरे, दमन गरे, यिनले अत्याचार गरे। पशुपतिनाथ यी मेरा 3 करोड जनतालाई बचाइदेऊ, मेरो शेरधनले बचाइदेऊ, मेरो शेरलाई उन्नति प्रगति गर्ने बाटो अमलाइदेऊ भन्दै मेरा चाहिँ नि पशुपतिनाथले कोटी कोटी बिन्ती गर्दै मेरा अभिभावक राष्ट्रका प्रमुखहरू पशुपतिमा आउन सकेनन्। उनको सट्टामा मै आएर भए पनि पशुपतिनाथले देशलाई पनि कल्याण गर, श्रीलङ्का जस्तो भनेर हाम्रो गभर्नरले भन्नुभएको छ। त्यस्तो नबनिदियोस्, देश चाहिँ कस्तो भइदियोस् पनि। प्रचण्डले श्रीलङ्का होइन स्विजरल्यान्ड बनाउँछु भनेको थिएँ, विदेशमा पैसा राखेर स्विजरल्यान्ड बन्दैन। मैले पशुपतिनाथ पुकार गरेको छु कि यिनको सुदबुद्धि आओस्, 500 र 1000 करोड ब्यान गरेर भए पनि स्विजरल्यान्डमा राखेर धन भए पनि ल्याएर भए पनि र 500 र 1000 करोडलाई ब्यान गरेर पनि यसलाई स्विजरल्यान्ड बनाइदिउँ। हाम्रो नेपाललाई विश्वको चाहिँ एउटा शान्तिको नमुना बनाइदिउँ, अशान्ति नबनाउँ। 52 सालदेखिको 63 सालसम्मको द्वन्द्वको चपेटामा परेको देशलाई चाहिँ अहिलेको राजनीतिक दल, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाले त्यो माओवादीको द्वन्द्वमा भन्दा बढी अत्याचार भइरहेछ। रुवाछन् जनता, सहन गर्न सकेका छन्, मरेका छन्, अनेक प्रकारले मरेका छन्, आत्मदाह गरेका छन् होइन। त्यसले गर्दामा अबको बाटो भनेको लयमा पक्रिने दिन आउँदैछ है। धैर्य गर्न सक्नुपर्छ, धैर्य गर्नुहोस्, धैर्य गर्न जसले सक्छ त्यसको दिन पलाउँछ भन्ने मैले भावना व्यक्त गर्न चाहन्छु।